हेलो साथीहरू, हामी चाहिँ यति बेला कलेजमा छौँ। आज चाहिँ हामी राजभवन उत्तराखण्ड देहरादुन जान लाग्यो। अनि आज चाहिँ त्यहाँ फुलहरू देखाउने मतलब फ्लावर एक्जिबिसन कार्यक्रम छ। अनि यहाँ चाहिँ हामी कलेजदेखि त्यहाँ जान लाग्छौँ। कलेज यो चाहिँ कलेजको हामी भित्र आइसक्यो। मस्त आइरहेछ है। यति खतरा बनाएको छ, पाकिसकेछ त साथी। यति सानोमै यो पाकेर फलिसकेको छ। सुन्तला हो यो सायद, मिनी ओरेन्ज रहेछ साथी। टिस्यु कल्चर हो कि के हुन सक्छ? यो सायद के हो? सोधौँ त खै, एकछिन बोलाउँ त। यस्तो अवस्था छ यहाँ। उयो यत्रो खुर्सानीको बुढा हो के हो यो? यो हेर्नुहोस्, यत्रोमा फलिएको छ यो एक्जोटिक प्लान्ट नर्सरी। यो नर्सरीको यो चाहिँ यस्तो राम्रो अनुसन्धान छ। यो चाहिँ बोन्साईहरू कस्तो यो राख्ने स्टाइल हेरौँ त, स्टाइल राख्ने स्टाइल। भारतीय प्रौद्योगिक संस्थान रुड्कीको यहाँ आगमनसँगै थरीका छन् यार। कति हेरौँ, जता हेऱ्यो उतै रमाइलो। पट क्याटागोरी पटमा राखेर त्यही भएर पट। यो पटमा राखेको भएर यसलाई पट फ्लावर भन्ने गर्नुपर्छ। के फोटो हो कि भिडियो हो? त्यही त पोस्ट गर्ने होइन कि भिडियो नै हो। अब लास्ट है एउटा है, कति पुऱ्याउनु पर्ने रहेछ विराज? यस्तो किसिमको मेसिनहरू आइसक्यो है। खुर्सानीको बुट्टा, यो कदु हो, यो चाहिँ लौका, यसलाई तोरी। यो तोरीको हुन्छ र यसो? तोरीको हुन्छ। तोरीको रहेछ यो, आज थाहा भयो नि त। यो चाहिँ करेला, टमाटर, यो चाहिँ खिरा भन्ने के काँक्राको जस्तो लाग्यो त्यो त। काँक्रै हो। हामी मतलब यो खिरा खिरा हुन्छ हुन्छ नि, नि, त्यसलाई खिरा हुन्छ के? सानो हुन्छ नि यिनीहरू गुड। दोकानमा। के सस्तो छ भने उठाउ केटा। यो सामानहरू यहाँ आकाश नर्सरी। आकाश नर्सरी। ल, नर्सरीमा विभिन्न बेर्नाहरू रहेछन्। आकाश नर्सरीका बेर्नाहरू यहाँ चाहिँ नाम लेखेको रहन्छ। अब आफैले थाहा पाउनु पऱ्यो के को। सिल्डिङ ट्रे है यो। यो भाइले चाहिँ रेक्जे गर्दैछन् यसमा टक। यी भाइले सोधेन यसको बारेमा भन्नु। के भनेको? तिनटा हुन्छ के 1-2-1 हो कि 1-3-1 हो यार? कल्चरल कन्सेप्ट भने जस्तै हो यो। जम्मी क्याप्सिकम, रेड क्याप्सिकम, यिनीहरूको मार्केट भ्यालु हाई हुन्छ। त्यो मसरुमहरू, बटर मसरुम, मार्केट भ्यालु हाई भएको वस्तुहरू चाहिँ पुरै के भन्छ केटी धिर छ नि, केटी जाँदैन हामी चाहिँ जान्छ भन्छ क्या। पनि त्यस्तै उता पनि त्यही सोधिरहेको थियो, यता आयो भने त्यही सोधिरहेको छ। जहाँ राम्री देख्यो त्यही जाँदैछन् केटाहरू। के बोन्साई कहाँ देखियो केटा?
जापानदेखि बोन्साईको सुरुवात भएको हो। चाइना पनि त्यसमा एउटा शब्द छ के छ पछि राम्रो टुल्सहरू हो यो चाहिँ रुखहरू काट्नलाई युज गरिन्छ कि ए यो यस्तो हेर्नु पर्यो म त बोटको नाम सोचे अनि यसलाई तलबाट जाने इसका ऐसे पाउडर का बनेगा उसका गर्म पानी में डाल कुछ भी कोई भी सुकाएको मसरुम यो चाहिँ सबै विटामिन डी आ जाता सुकाएको मसरुम यो पनि त्यही हो कि सायद यान्डवानी मसरुम हाउस। ये 20 ग्राम्स का है ना 20 ग्राम्स का ये वाइट ओस्टर मशरूम है इसको बस आपको पानी में डालना 200 ग्राम बन जाता है। ये क्या कॉस्ट का है 30 रुपीस का हमने ज़्यादा कॉस्टली कोई चीज़ रखी ओनली फॉर 30 रुपीस। हमारी प्रोडक्ट हमने मिलेट्स और मशरूम में कर रखा सारा ये जैसे मशरूम का पापड़ बना रखे हैं और मडवे यानी कि फिंगर मिलेट या रागी इनके लड्डू और सोन पापड़। नाइस गार्डन गैलेक्सी पोस्ट मलहरू जैविक खाद जैविक खाद यो चाहिँ यो चाहिँ जुस बनाउने मेसिन दामी छ प्रोडक्टहरू यहाँ सायद अन्डरग्राउन्ड भएर नै होला सायद यस्तो पावर गति के भन्ने के हो यो इन्जिन पावर लगेटाहरू सानो छ 88,000 को रहेछ सानै रॉयल जेली पे अच्छा है चाहिँ एउटा मेलिफेरा होला सायद त्यहाँ छ नि म सब भनिदिन्छु त्यसको बारेमा त्यसले कति प्रोडक्सन गर्छ ल जाउँ त देख्छु ल साथी ल मेरो भिडियो
मेरो भिडियोले यति सहयोग गरिदिनु पऱ्यो ल ल ल ड्यानियललाई फोकस 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 अन ड्यानियल ल युरोपियन त भन्छ युरोपियन युरोपियन ल ल ल दोस्त ल ल ड्यानियल सर यो चाहिँ एपिस मेरिफेरा हो यो चाहिँ हामीले चाहिँ मेनली चाहिँ तराईको चाहिँ भित्री मधेसमा चाहिँ हामीले यो पाइन्छ होइन यो चाहिँ यसलाई चाहिँ अर्को नाम चाहिँ हामीले युरोपियन मेरिफेरा युरोपियन भन्छ होइन यसले चाहिँ पर हाइटमा चाहिँ होइन 60 देखि 80 केजी पर हाइटमा चाहिँ यसले मह उत्पादन गर्छ होइन अनि यसले चाहिँ होइन यसको चाहिँ उड्ने क्षमता भने 3 देखि 4 किलोमिटरसम्म चाहिँ यसले उड्छ क्या यसले चाहिँ होइन अनि के हुन्छ योभन्दा एकदम सबैभन्दा कमर्सियल्ली गर्ने भनेको नै यही हो किनकि धेरै उत्पादन गर्छ अरू मौरीभन्दा चाहिँ यो एकदम ठुलो पनि हुन्छ र उत्पादन धेरै पनि हुन्छ क्या त्यसैले चाहिँ यो हामीले कमर्सियल गर्नको लागि एकदम योग्य छ थ्याङ्क यू यो सुझाव सल्लाहको लागि धन्यवाद हामीलाई सूचना प्रवाह गरिदिनु भयो नजानेको कुरा सिकाइदिनु भयो तपाईँलाई धन्यवाद छ हामी अब अरू सबै मन्दिरहरूको वेशभूषा कला संस्कृति झल्किने तस्बिरहरू यहाँ चाहिँ उत्तराखण्ड सुंदर क्या अति सुंदर हो फिर से नजर हमेशा मिलती रहती है जब अभी मैं खा देखी उसमें गई 1200 रुपए त्यसैले यसको भ्यालु वर्षको यत्रो बोर्ड देखाइदिन्छ के अब सोधेको आजादी का अमृत महोत्सव फोटो प्रदर्शनी यहाँ चाहिँ शहीदहरूको फोटाहरू टाँसिएको छ सेल्फी विथ पीएम प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेल्फी हान्ने त्यही गएर हिँड न सेल्फी है हाम्रो पनि हान त यहाँ सेल्फी विथ ल मैले खिचिदिएँ ल पीएम विथ सेल्फी राजभवनमा त्यहाँ चाहिँ फोटो खिच्नै पर्यो नि राजभवनमा त खिच्नै पर्यो प्रदर्शनी एउटा फोटो चाहिँ यहाँ बन्नै पर्छ है राजभवनको भित्र पुगिसक्यो हामी चाहिँ यतिबाट घुम्दै जाउँ हामी केटाहरू भेटिहाल्छ अहिले राजभवनको भित्र हामी पुगिसकेका छौँ यति बेला यहाँ चाहिँ सम्पूर्ण प्रदर्शनीका सामानहरू राखिएको छ गोविल्द वल्लभ पन्त कृषि तथा प्रौद्योगिकी विश्वविद्यालय पटनगर उत्तराखण्ड सरले लेक्चर दिइराख्नु भएको छ यी चाहिँ अब बाहिर निस्किन्छौँ यहाँदेखि माथि निस्किम साथीहरू माथि निस्किम भित्र कार्यक्रम यहाँ सञ्चालन भइरहेको छ यो चाहिँ यतिबाट निस्किम नि यताबाट जाउँ साथी हो केटाहरू यहाँ छिरिसकेको छ नि त
त्यहाँ त्यो बोन्साईहरू बडा छ अस्ट्रै कडा यार प्राइस यार प्राइस यतिमै फलेको छ कि यतिमै फलेको पट फ्लावर्स सो ब्युटिफुल यार डेकोरेसन वा गर्न मन लाग्यो साथीहरू एकछिन यहाँ आउँदा यहाँतिर हेरौँ देख्छ नि ओ वाह नाइस यस्तो वातावरण त जिन्दगीमा पहिलोपटक इन्डियामा आएर देहरादुनको राजभवन म तपाईँहरूको भिडियो लिइरहेको छु हामी चाहिँ बोन्साई गार्डन भित्र छिर्न लागेको छौँ बोन्साई गार्डन यो चाहिँ बोन्साई गार्डन ऊ चाहिँ एकराज हामी लेफ्ट ह्यान्डबाट जानेछौँ भित्र बोन्साई गार्डन फेगस 1 लाख वाला बोन्साई पनि छ यहाँ 1 लाख वाला बोन्साई पनि छ हामी बोन्साई गार्डन भित्र छौँ अगाडि यस्तो उबाट गरौँ हामी उस्तैबाट ठिक छ बोन्साई गार्डन भित्रका बोन्साईहरू धेरै किसिमका छन् बोन्साईहरू एक्सप्लेन नै गर्न गाह्रो छ यहाँ कुन के हो बुटे चिनिन्न यो एकराज के भन्दिउ न मेरो ब्लगमा कस्तो लागिरहेछ वेलकम तिमीलाई मेरो ब्लगमा स्वागत छ तिमीलाई के भन्दिउ न मेरो ब्लगको लागि हैन अब यस्तो छ हामी चाहिँ मेन हैन आज चाहिँ हिँड्दै गरौँ न इन्डियाबाट चाहिँ डल्फिन कलेजबाट टिआइबीबाट हाम्रो हैन यो फ्लावर एक्जिबिसनमा चाहिँ हामीलाई यो लाउडली बाट चाहिँ यहाँ आइरहेको छौँ अब आउँदाखेरि चाहिँ कम्पलसरी अब युनिफर्महरू होइन त्यसपछि आइडी कार्ड चाहिँ कम्पलसरी चाहिने भएको कारणले चाहिँ हामी त्यस कारण धेरै छ क्या अब धेरै होइन मान्छेले अब बेचबिखन गर्ने चाहिँ ठाउँ धेरै छ एरिया पनि धेरै छ मान्छेहरू थुप्रै छ नि त कोही अब भिडियो बनाउनु त्यस्तो छ कस्तो लागिरहेछ तपाईँले कस्तो लागिरहेछ एकदम रमाइलो लाग्यो एकदम रमाइलो अब अघि फर्स्टमा आउँदाखेरि चाहिँ होइन गाडीमा हल्का मलाई चाहिँ अब नर्भस फिल आफूलाई चाहिँ अनकम्फर्टेबल भइरहेको थियो तर अहिले चाहिँ होइन भित्र पस्दाखेरि चाहिँ ठिक छ रमाउनु पर्छ ल मजाले रमाउने हो यहाँ फोटो सेसन चलिरहेछ एकछिन हामी फोटो खिचिदिनु पऱ्यो त्यसपछि हामी बाहिर निस्किनेछौँ थ्याङ्क यू साथीहरू हिँड्दैछन् अगाडि सुदीप के भनिदेऊ न मेरो भिडियोमा कस्तो लागिरहेछ एकदम रमाइलो लागिरहेको हो हामी कहाँ आएको छौँ आज अहिले हामी यहाँ के अरे फ्लावर एक्जिबिसनमा छौँ यहाँ के राजभवन देहरादुनको सबभन्दा ठुला मान्छेहरू मतलब ठुला कार्यकारी पदमा रहने मान्छेहरू बस्ने ठाउँ यो ठाउँमा केटाहरू दामी छ ल रमाइलो गरिरहेको छ मेरो भिडियोमा भनिदियो त केटा के भनिदिन्छौ मेरो भिडियोलाई हाँसिदिनु भयो तपाईँहरू मलाई यतिमै खुसी एउटा यो के भन्छ पुष्प प्रदर्शनी मेलामा कस्तो लागिरहेछ एकदम रमाइलो लाखसम्मका बोन्साईहरू देख्यौँ हामीले अहिले पनि हामी बोन्साई गार्डन भित्रै छौँ यस यहाँ हाम्रो 1000 देखि 10 लाखसम्मका बोन्साईहरू छन् ओ यो यहाँको खासियत हो थ्याङ्क यू यहाँलाई ल मेरो फोटो खिचिदियो न यार कसैले ओ मेरो फोटो खिचिदियो न कसैले मनराज मेरो फोटो खिचिदिनु पऱ्यो एउटा
हुन्छ ल यस्तरी के यस्तरी फेरि बाहिर निस्कियौँ अब बोनसाई गार्डनदेखि। यहाँ चाहिँ मिलिट्री नै हो यो होइन यार। वन विभागको हामी केही हेरेर जानेछौँ। यो चाहिँ मेसिनहरू बुट्टाहरू हेरेर जाउँ नि त। ओके थ्याङ्क यू साहब। कपुरको बुट्टा यस्तो हुँदो रहेछ। यो चाहिँ कपुरको जामुन, सुराई, आम, बेलपत्र, बाँच, अमरुद। यो के को रहेछ? सहतुत, चुल्लु, तुन, रिठा, सहतुत त होइन साथी यो सडिक, बैगु, यो किम्बु नै हो। यो किम्बुलाई सहतुत भन्दो रहेछ। चुल्लु भन्दो रहेछ चुल्याहरूलाई। त्यसपछि यहाँ चाहिँ बिउहरू कसलाई दोष? यो त टाली घाँस हो। सिलकोमले खाने हो त्यो चाहिँ सही के पो यो किम्बु सातुत हो एक रेड कलर में आता है एक ब्लैक में रहता है एक व्हाइट में रहता है ना। त्यसलाई चुल्ला भन्छ नि हाम्रोतिर। हामी चाहिँ अब लेफ्ट ह्यान्डतिर निस्किन लागेको। यही हो। दामी छ यार, दामी। क्लाउड एक्जिबिसन कार्यक्रम कति हेर्नु अब यहाँ। तपाईँहरूलाई हामी देखाउन चाहन्छौँ ड्रिप इरिगेसन एउटा पुली हाउस जस्तोमा बनाएर राखेको छ। ड्रिप इरिगेसन चाहिँ यसरी हुन्छ। यहाँ चाहिँ बिरुवाहरू लगाइएको हुन्छ र त्यो बिरुवाको ठ्याक्कै माथि अथवा मुनि यहाँ चाहिँ हामीले पुवाल पारेको हुन्छ। पुवालको ठ्याक्कै हुन्छ। अनि यो तिम्रो टमाटर भयो, एकदम राम्रो छ। अनि साइडमा के भन्छ त्यो इलेक्ट्रिक टाइपको राखिन्छ। खास गरी ट्याङ्की भनेपछि खास यो अलि अग्लोमा राख्नुपर्छ। तर यहाँ चाहिँ यो अब ठाउँ सानो भएर खालि यस्तो अवस्था चाहिँ ल। अब निस्किम यतातिर। यो चाहिँ बोनसाई यस्तो किसिमको छ। यो चाहिँ हामीसँग 1000 देखि 1 लाखसम्मको बोनसाई छ अरे। यहाँ हेर्नुहोस् यस्तो डिजाइनबाट बनाइएको छ। यो जता हेऱ्यो उतै रमाइलो। हेर्नुहोस् कस्तो डिजाइनको छ बोनसाईहरू भने। एकदमै बुढो प्लान्ट हो यो। ल हेर्नुहोस् यस्तो बोनसाई छ यहाँ। हेर्नुहोस् साथीहरू, हेर्नुहोस् छर्लङ्गै पारेर हेर्नुहोस्। 1.5 लाखकै यिनीहरू 1 लाख भन्दा माथिका छैन माथिको हो यो एकदमै। यो त डोजरले ल्याएको हो क्या हो यार। एकदम होइन यो यहीँ थियो सायद। यहीँ त होइन, यहाँ ल्याएकै हो। माथिको त हल्का यो सोध साथी यार। कोसँग सोध्ने भित्र पब्लिक टाइपको हैन र मनराजले सोधिन्छन्। ल यो हो माहुरी। के छ साथीहरू हामीभित्र? रानी मौरी खोजिरहेको नि हामी यसमा। रानी मौरी ऊ रानी यो वाला त हैन, यति तल्लो वाला ऊ यो वाला। यो बड्डो यो होइन, यो यत्रो ठुलो छ। त्यही ठुलो त हुन्छ यो केटा। एक यहाँनिर पनि ठुलो हो। त्यही त यो वाला त एक यहाँ पनि होइन। अरे तिमी कामै नगरी खाने उसको लाम्चो हुन्छ। अलि भाले मौरी पनि त्यही त नि। माथि मह हेर न साथीहरू। यहाँ म भनेर के हैन त्यो चिनिहाल्यो खानिनीहरूले। कस्तो दामी सिस्टमहरू छ। ल निस्किम अब। कहाँ छ कुइन हेर न केटाहरु। कुइन नै निस्किन। कतै त्यो साइडमा त छैन कुइन। हेर त 10.64 एकरमा 10.64 एकरमा चाहिँ पुरा छतमा खेती गरिरहेछ नि। छतमा खेती भइरहेछ। यो हेर्नु साथीहरू, एग्रिकल्चर तपाईँहरू के सोच्नुहुन्छ? एग्रिकल्चर
यस्तो एग्रिकल्चर डेभलप भइसक्यो अहिले यहाँ हेर्नु साथीहरू यो जस्तो भयो नि होइन सबजना यहाँनिर दाब है फेरि दिन्छु म चाहिँ यता म चाहिँ यता यता दाबिदिने यस्तो किसिमको प्लान्ट छ यहाँ के प्लान्ट हुन्छ यसलाई यसले त पुरै घोज्छ यार कोसँग लडाइँ गर्न मन छ भने त्यसको टाउको ल्याएर यहीँ माथि खिच्नुपर्छ अनि त्यसको टाउको राम्रो उपचार हुन्छ सर्प हेर नि त सर्प उयो सर्प अन्डा छ नि सर्पले खाइहाल्यो यार सर्पले खाइसक्यो त यसलाई सबैले खान लाग्यो देखाएको छ होला तेरि यार केटा यस्तो चाहिँ गर्नु हुँदैन है साथीहरू यो कति अन्य खै दोस्त यो धेरै वर्ष पुरानो रुख हो यो पनि देखाएर रहन्छ तर यो एकदम पुरानो यो बोन्साई हो यो एग्रिकल्चर साथीहरू कृषि क्षेत्रमा यो यस्तो छ यहाँ वन क्षेत्र हो यो चाहिँ बोन्साई यो हेर्नु साथीहरू यो डिजाइन हेर्नुहोस् यो डिजाइन के भन्छ यसलाई सपाटो छाता टाइपको छ छाता टाइपको के हो त्यो छाता टाइपको त्यही हो भन्दैन न चिकु नै हो चिकु हो चिकु हो यो चिकु हुन्छ नि होला 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 बोन्साई छाता टाइपको बोन्साई छ यो हेर्नुहोस् यहाँ हेर न यो कति वर्ष पुरानो होला लाखौँ वर्ष यो हेर्नुहोस् यो हेर्नु कति वर्ष पुरानो हो यो तपाईँहरूलाई देखाउन चाहन्छौँ हामी हो यो हेर कस्तो चाहिँ यसलाई बनायो होइन उता ल यो हेर्नुहोस् युनियन राम्रोसँग भएको यसमा यो हेर्नुहोस् कस्तो छ यो बब्बाल बनाइदिएछ साथीहरू तपाईँ देखेर छक्क पर्नु हुने अवस्था छ क्या यहाँ कसले नदेखेको ल साथीहरू यहाँ हेर्नुहोस् यहाँको बन्छ हेर्नुहोस् त्यही भएर नि एग्रिकल्चरलाई आर्ट एन्ड साइन्स भनेको हो साथी यस आर्ट यो आर्ट होइन त आर्ट हेर्नुहोस् यो आर्ट हेर्नुहोस् त्यसमाथिको साइन्स अनि चान्चुने आर्टिस्टै होइन यो हेर्नुहोस् साथीहरू तपाईँलाई किताबमा कोर्न पनि आउँदैन होला तर यहाँ यसरी बनाइएको छ यस्तो छ साथीहरू हेर्नुहोस् यहाँको यो 1000 वर्ष पुरानो हुन बनाएका यिनी हेर यहाँ म्याप काच्चे बनाउने के होला नि हेर हो कफीको बास्ना आयो अरे यार कफी हो कफी भने कफीको बास्ना त्यसरी आउँदैन यार कफीको ए त्यहाँबाट आइरहेछ यार त्यहाँ पाकिरहेछ यार ए यहाँ कफी पाकिरहेको रहेछ नि त बास्ना अब त्यसरी आउँदैन साथीहरू कम बोलियो धेरै बोलियो थाहा भएन तर राम्रो कुराहरू देखाइरहेको छु म तपाईँहरूलाई हेर्नुहोस् कति नै फ्लावर छ यो फ्लावरहरूको नामै थाहा छैन हामीलाई प्रायः जस्तो त 2-4वटाको मात्रै थाहा छ होला त्यत्रो धेरै फ्लावर्सहरू छ यहाँ हामी चाहिँ राजभवनमा चाहिँ फ्लावर एक्जिबिसन कार्यक्रममा यहाँ उपस्थित भएर तपाईँहरूलाई पुरै भिडियोहरू फोटोहरू देखाइरहेको छु कस्तो लाग्छ साथीहरू सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला साथीहरू अगाडि यो चाहिँ अघि हामी हेरेर गयौँ है यहाँबाट अगाडि निस्किनु अब एम्बुलेन्स आइरहेको रहेछ यहाँ कसैलाई केही गाह्रो साह्रो पऱ्यो कि भिआइपी आयो क्या सायद कोही भिआइपी आउँदै हुनुहुन्छ त्यो भएर चाहिँ यस्तो अवस्था म अरू अजवाइन हनी अजवाइन हनी एकैछिन हनी जामुन हनी तुलसी हनी ओहो अनि के अरे स्विट निम हनी सनफ्लावर बहुत सारा डिफरेंट है रोजवुड मल्टीफ्लोर हनी लिची हनी अनि के बहुत सारा मस्टर्ड हनी यहाँ पनि रहेछ
विभिन्न अनि हनी यहाँ भने चाहिँ यो कसरी बनाइन्छ भन्दाखेरि जस्तो मस्टार्ड हनी भने मस्टार्डको बारीमा मस्टार्डको बारी भयो त्यहाँ मौरीको घार लगेर छोडिदिने त्यहीँ चर्छन् हैन त्यहाँबाट चाहिँ बन्ने भयो त्यस्तो हो त्यो फिड गराएका हुन् तिनीहरूलाई थ्याङ्क यू चराउन लगिया हुन् के त्यसको आधा त्यो चाहिँ पुनियल बनाएको आधा होइन यसको त्यसको आधा बनाएको थियो आधा बनाएको थियो जोडा थियो कि आधा चाहिँ पछि बनाउँछ होला के पो जोडा थियो बटरफ्लाई हाफ बटरफ्लाई थियो दामी थियो यार गुड भाइब्स ओन्ली यो चाहिँ आर्टिफिसियल हो राजीव बैठा हुआ बाँसको सोयाले बनाएको के बनाउँछ हाम्रैतिर हुन्छ जस्तो फेरि भन्नु एकचोटि घर नै देखिया यार भर्खर कस्तो सिट बिना त को आएको छ र जस्तो आफ्नै कलेजको बिल्ला नगर नि आएर महेश एकछिन एउटा गफ देऊ न अहिले चाहिँ हामी यो स्विजरल्यान्डको कता रे स्विजरल्यान्डको कहाँ जेनेभा त्यो केमा थियो त्यो के को थियो त्यो WTO हामी स्विजरल्यान्डको जेनेभामा छौँ यति बेला स्विजरल्यान्ड भने त स्विजरल्यान्डको भित्र चाहिँ जेनेभा हामी बाहिर आइसक्यौँ अब बस कहाँ छ हाम्रो बसमा जानुपर्छ अब कडा भइसक्यो कि उसको हिजोदेखि हो नि त उसको पनि हिजोदेखि ओए ऊ पनि 3 महिनाको हो 3 महिनाको बस आगे 2 महिनाको हो 2 महिनाको 2 महिना 3 महिना सारा बाल पहिलो वाला हामी सेकेन्डमा जानुपर्छ है सेकेन्डमा फर्स्ट वाला प्याक हुन्छ के भयो म भन्छु यसलाई अब चाहिँ हैन हामी यो सबै सकिएर चाहिँ अब हामी रुमतिर जान लागेको छौं हाम्रो केटाहरु नेपाली केटा ओ नेपाली जय नेपाली स्याम मिस स्याम केटीहरु है मेनली केटीहरु ओ केटाहरु एउटैमा के छ रोबर्ट जानुपर्छ के छ रोबर्ट ठीक छ डाइनी तिम्रो त दाढी देखेर भन्थे रही पूर्णिमाले अहिले ल अब देखिन्छ साडी देखिन्छ हेर्न पर्यो नि त टल घामले टल्केर दाढी देखेर भन्दै दिन हैन उ सब देखिएछ उ काटे बेला हेरेपछि हुन्छ त उ यार महेश मेन फोकस क्यामेरा रोल
चाहिँ होइन हाम्रो बस पनि आइरहेको छ अहिले अब हामी एकदम जानलाई रेडी भइरहेछौँ होइन 2-3वटा बस इट्स भाइ ल ल केटा आऊ छिटो छिटो हाई फ्लावर्स है ओके ल फर्स्ट बस चाहिँ होइन अब हाम्रो चाहिँ our college bus guys, and this is an organic ice cream. या Hey, this millet laddu. अब चाहिँ होइन हाम्रो फर्स्ट बस चाहिँ अब प्याक हुनु लाग्छ हामी चाहिँ अब सेकेन्ड बसमा चाहिँ जाने भनेको तर अति नै भिड छ क्या अब हाम्रो चाहिँ होइन एकदम आउँदाखेरि पनि त्यस्तै उहिले आएको अहिले पनि जाँदाखेरि पनि त्यस्तै होला जस्तो छ होइन एकदम गाह्रो छ अब के गर्नु 2-3 घन्टाको एउटा फ्लावर एक्जिबिसनमा चाहिँ अब हाम्रो सक्यो अब चाहिँ हामीले जानुपर्ने हुन्छ होइन रुमतिर गएर नै भेटौँला अब चाहिँ मेरो उन चाहिँ अब यति नै अब हाम्रो यो चाहिँ प्याक भएको हो ओ ल है अब यो चाहिँ प्याक भइसकेको छ होइन हाम्रो कम्प्लिटली प्याक भइसकेको छ अब चाहिँ हामी अब सेकेन्ड बस हो होइन सेकेन्ड बस पनि प्याक भइसक्यो होइन थर्ड छैन र थर्ड छैन थर्ड होइन थर्ड होला त यहाँ बस्छ उनीहरूको छ नि त एउटा नो अब